आज चाहिँ हामी अब समुद्र साइड जाँदैछौँ होइन अनि ठाउँको नाम चाहिँ अब अलिकति नचुक्न गाह्रो छ मैले यहीँ अगाडि राखिदिएको छु अनि आज चाहिँ हाम्रो हाइवेमा फर्स्ट टाइम दाइको चाहिँ चलाउँदै हुनुहुन्छ होइन अनि यहाँ पछाडि चाहिँ मोटी भइहाल्यो यता प्रनिस अब चाहिँ है यो ठाउँ चाहिँ अब हाम्रो फर्स्ट टाइम नै हो अनि पहिला गिदाङ्सबाट चाहिँ त्यो धेरै नै टाढा पर्छ तर हुन चाहिँ त्यही साइडकै समुद्रमा हो होइन अनि अब त्यस्तो समर चाहिँ फुल्ली समर चाहिँ लागेको छैन अनि अझ पनि ज्याकेट लगाउने छ चिसै हुन्छ होइन भोलि स्टिल अब रमाइलो गर्नेछौँ किनकि छुट्टी छ अनि छुट्टी अब घरमा बसेर बिताउनु भन्दा चाहिँ हाम्रो ठाउँबाट चाहिँ 2 घन्टा 30 मिनट जस्तो लाग्दो रहेछ त्यही भएर चाहिँ हामी जाँदैछौँ सो लेट्स सी गाइज के अरे 10 किलोमिटर यही रोड हो पुरा फोकस हाल्ने हाम्रो गाइजहरू चाहिँ यता डराएको छ हल्का पछाडि चाहिँ तर मस्त चलाइन्छ यत्रो चलाइसक्नु भएको छ अझै हामी कति किलोमिटर जानु छ भने स्क्रिनमा 151 किलोमिटर छ अनि 1 घन्टा 26 मिनट अनि सेफ्टली पुऱ्याएर पनि अहिले मेसेज छोड्छ नि होइन फेरि आज त अब म चलाउनु परेको छैन होइन अब कहिले काहीँ चाहिँ मस्त बस्दा पनि फेरि मजा आइदिने क्या यतापट्टि अब यस्तरी भ्यू अब खिच्न पायो होइन साइडकोमा चाहिँ म फोकस गर्छु कि उताकोमा चाहिँ उसले फोकस गर्छ फ्रन्ट सबै मिरर हो कि अगाडि फ्रन्ट मिरर चाहिँ म भएँ होइन भाइको सब्स्क्राइबर हुनुहुन्छ यता चाहिँ फ्रन्ट मिरर म भइहालेँ त्यो गाडी केही नजान्ने मान्छेले सिकाउनु चाहिँ मलाई त्यो दुईजनाले गाडी नचलाउने अरे आतिर होइन हल्का फुल्का चलाउँछ होइन अब राम्रो भ्यू पनि अब देखाउनको लागि चाहिँ यहाँ खासै छैन हाइवेको चाहिँ म तपाईँलाई हाइवेको पनि यतातिर कस्तो हुन्छ भने म त्यो देखाउँछु अनि अगाडिपट्टि अब खाजा खाने ठाउँहरू अनि प्लस अब बिचमा चाहिँ रोक्ने ठाउँहरू एकदम राम्रो हुन्छ क्या अब यो टोइलेटहरू पनि क्या हुन्छ नि एकदम क्लिन अब लु आइपुग्यो हामी चाहिँ अहिले खाजा खाने ठाउँमा अझै हाम्रो 1 घन्टा बाँकी छ चोखै होइन अब अलिकति खाएर चाहिँ हामी अगाडि बढ्नेछौँ कति बजी मोटाइल चाहिँ के खाने हामी हुन्छ राख्नु न मै कुदाउने हो के चलाउने नि त हामी फर्स्ट टाइम चलाउँदा चाहिँ अलिकति हाइवेहरूमा चाहिँ डर लाग्छ कि अब ओभरटेकहरू गर्नु होला मलाई पनि त्यस्तै भएको थियो हुँदा चाहिँ अब रोडहरू कन्फ्युज भइदिन्छ होइन अनि म्यापहरू हेर्ने अब यताउति गर्दाखेरि चाहिँ त्यही भएर दाइला हल्का कन्फ्युज भएको तर ठिकै छ हड्डा खान जाने कफी अनि त्यस पछाडि तल हुन्छ नि त यहाँ तल हाल्यो जस्तो लाग्यो ल हामी अहिले चाहिँ आइपुग्यो यो ठाउँमा होइन अनि अब समुद्र साइड तर यो सब अफ सिजनलाई यस्तो यो होटलहरू सब बन्द हुँदो रहेछ त ल है खतरा रहेछ त नि यो समरमा त खतरा हुन्छ त त्यहाँ त नि समर डेस्टिनेसन यो सब अपार्टमेन्ट एरिया होइन होटलहरू होला कि यो चाहिँ हो नि त अनि खतरा हुन्छ ल तर यहाँ चाहिँ ल हामी चाहिँ आइपुग्यो यहाँ ठुलो रहेछ है दा यहाँ है हेर यहाँ टक्क बसेर बरु त त्यस्तो चिसो छैन नि बोटिङहरू चाहिँ छैन रहेछ है Yes. Love. यहाँ आफ्नो लभ लेखिँदै छ दाइले चाहिँ भाउजूको नाम I've been feeling so small. Watched a
clock ticking off the wall, but tonight I'm letting it go. Spend my coin for sure. I'm gonna be myself, or I could be someone else. No one's stopping me now. I'm gonna skip my breaks, I'm gonna make mistakes. I just wanna feel alive. It's just what I do when I'm out, so try not to hold me down. Feel alive when I'm in this town. Look at those beautiful stars. I wanna drive a faster car. Nothing can break me, no, no, nothing can break me. Lay my troubles to rest. Blow the smoke through my cigarette. City lights looking fine. अब अहिले हामी चाहिँ अब यताको खेल्दैछौँ होइन अनि अहिले चाहिँ त्यही अफ सिजन भएर बन्द रहेछ कि यो चाहिँ खास मेन ठाउँ के रहेछ हौ हेर्नुको I'm gonna skip my breaks, I'm gonna make mistakes. I just wanna feel alive. It's just what I do when I'm out, so try not to hold me down. Feel alive when I'm in this town. Look at those beautiful stars. I wanna drive a faster car. Nothing can break me, no, no, nothing can break me. Look at the beautiful stars. I wanna drive a faster car. I'm gonna be myself. I'm gonna be someone else. I'm gonna be myself. I'm gonna be someone else. I'm gonna skip my breaks. I'm gonna make mistakes. I'm gonna skip my breaks. I'm gonna make mistakes. I'm gonna skip my breaks. I'm gonna make mistakes. I'm gonna skip my breaks. I'm gonna make mistakes. Try not to hold me down. Feel alive when I'm in this town. Look at those beautiful stars. I wanna drive a faster car. Nothing can break me. No, no, nothing can break me. Look at the beautiful stars. I wanna drive a faster car. I've been feeling so small. Watch the clock ticking off the wall, but tonight I'm letting it go. Spend my coin for sure. I'm gonna be myself, or I could be someone else. No one's stopping me now. I'm gonna skip my breaks, I'm gonna make mistakes. I just wanna feel alive. It's just what I do when I'm out, so try not to hold me down. Feel alive when I'm in this town. Look at those beautiful stars. I wanna drive a faster car. Nothing can break me, no, no, nothing can break me. Lay my troubles to rest. Blow the smoke through my cigarette. City lights looking fine, and I know this is my time now. I'm gonna be myself, or I could be someone else. No one's stopping me now. I'm gonna skip my breaks. I'm gonna make mistakes. I just wanna feel alive. It's just what I do when I'm out, so try not to hold me down. Feel alive when I'm in this town. Look at those beautiful stars. I wanna drive a faster car. Nothing can break me, no, no, nothing can break me. हामी चाहिँ अहिले त्यो सिटीमा आयो होइन अनि गाडीहरू चाहिँ यता पार्क गरेछ अनि यो सिटी पनि अब राम्रै छ होला यो सिटी पनि हामी घुम्दैछौँ अनि अहिले चाहिँ अब पहिला अब यो नेपाली रेस्टुरेन्टमा गएर के अरे इन्डियन रेस्टुरेन्टमा गएर हामी खाजाहरू खानेछौँ होइन यो सिटी पनि एक्टिभ गर्नेछौँ हामी चाहिँ अब मेन सिटीको रेस्टुरेन्ट बन्द भएर चाहिँ अनि यो हल्का यतापट्टि छेउमा रहेछ होइन त्यहाँबाट चाहिँ 7 मिनट जस्तो लाग्दो रहेछ
जुन सेन्ट्रमको रेस्टुरेन्ट चाहिँ सायद त्यो रेस्टुरेन्ट चाहिँ बन्द थियो होइन अनि अहिले चाहिँ यो रेस्टुरेन्टमा छौँ हामी सो हामी अहिले अपार्टमेन्टमा आइसकेका छौँ होइन यदि 9 बजीमा हजुरहरू ट्राभल गर्दै हुनुहुन्छ भने यो अपार्टमेन्टहरू चाहिँ एकदमै पर्फेक्ट हुन्छ तपाईँहरूको लागि चाहिँ अब तपाईँहरूको अपार्टमेन्ट टुर गराउने छु अनि यो चाहिँ एकदम अब हाम्रो कस्ट होइन एकदम थोरै कस्टमा चाहिँ हामीले बुक गरेको थियौँ होइन यहाँनिर छ यो चाहिँ अब बाथरुमहरू पनि मस्तले मिलाएको छ होइन ल अनि अब देख्न सक्नुहुन्छ होइन अब किचनहरूमा पनि अब हरेक सामान भइदिन्छ क्या अब यो हुन्छ नि अब फ्रिजहरू अनि यतापट्टिको यो हामीले युज गर्ने सामानहरू अब डाइनिङ टेबल होइन अनि यतापट्टि अब यस्तो मजाले रुम अब यो दाजु बहिनी हामी बसिरहेको छ होइन अनि यही छ लिभिङ रुम भयो अनि यो चाहिँ 2 जनाको लागि अब बुढाबुढीको लागि ठिक्क हुने अनि यो चाहिँ फेरि एकदम पर्फेक्ट लोकेसनमा छ होइन यो चाहिँ अब कस्तो खालको भने होटलभन्दा पनि यो प्राइभेटली चाहिँ मान्छेहरूले के गर्छ भने चाहिँ यो आफैले सबै कुराहरू चाहिँ म्यानेज गरेर चाहिँ अनि रेन्टमा राख्छ क्या त्यसमा चाहिँ अब एकदम सस्तो रुमहरू पाउने होइन राम्रो रुमहरू पाउने अनि पार्किङहरू अब फ्री एभाइलेबल होइन अनि एकदमै बेस्ट छ अब यो यतिको रुमहरू चाहिँ एकदमै बवाल यो कस्टमा चाहिँ अहिले चाहिँ अब हामी हल्का खानपिनको सामानहरू लिन आउँदैछौँ होइन किनकि अब यो अपार्टमेन्टहरूमा बसे पछाडि हामीले आफैले खानाहरू अब बनाउन पाइन्छ नि त एउटा त्यो चाहिँ आफ्नो लागि चाहिँ प्लस पोइन्ट हुन्छ किनकि खर्चहरू कम हुँदै जान्छ अनि त्यस पछाडि चाहिँ अब मेन कुरा भनेको अब यो चाहिँ एउटा सिटी नै छ क्या अब यहाँ भयो होइन लगभग अब यो त मेन एरिया नै हो हामी एकछिनमा घुम्न आउनेछौँ यो सबै एक्सप्लोर गर्नेछौँ र हामी बस्ने भनेको यो साइडमा छ अनि त्यस पछाडि चाहिँ हामी बाहिर एकछिनमा निस्किनेछौँ अनि एक्सप्लोर गर्नेछौँ अझै पनि होइन अनि भोलि बिहान त अब रिटर्न हुने हो 1 नाइटको लागि मात्रै हो अनि यहाँ छ मोटी हाम्रो स्न्याक्सहरू यहाँ छ आजको होइन वाइ राराहरू छ अनि यो पनि माछा हो यो होइन मस्तको आजको स्पेसल भनेको यो सबै सामानहरू त मस्त बोकेर हिँड्छ गाडीमा हाल्यो होइन मस्त चल्दियो यहाँ चाहिँ सब पैसा सेभिङ्सहरू हो यहाँ चाहिँ हाम्रो स्पेसल यहाँ मासु बन्दैछ अनि त्यस पछाडि यता चाहिँ चटपटे के भन्छ चटपटे स्पेसल चटपटे बन्दैछ अहिले चाहिँ अब हामी ओल्ड टाउन निस्केको छौँ होइन यताको रेनिङ भनौँ न अब मेन चौकहरू अनि अब यता नि अब आज चाहिँ फ्राइडे नाइट हो त्यही भएर त्यस्तो क्राउड चाहिँ छैन एकदम चिसो भयो है हुन्छ चिसो छ त्यही भएर चाहिँ हामी बाहिर खासै घुम्न सकिएन होइन अनि हामी अहिले डाइरेक्ट अपार्टमेन्टमा गएर अनि हल्का ड्रिङ्क्सहरू गर्नेछौँ अनि अब त्यहीँ क्याजुअल टकहरू हाम्रो हुनेछ होइन अनि यताको अब रेनिक भनेको ओल्ड टाउन भनेको यही छ अनि अहिले हल्का चहलपहल पनि छैन सो अब नेक्स्ट सायद 2 महिनापछि चाहिँ बबालै हुन्छ किनकि अब समर पनि लाग्छ नि त त्यति बेला चाहिँ अहिले चाहिँ अलिकति यो चिसो भएर पनि त्यस्तो रमझम छैन यो सिटीमा चाहिँ खोदेख्न हुन्छ यहाँनिर अहिले चाहिँ लगभग 9:30 हुन लाग्यो हामी स्टिल स्ट्रिटमै छौँ होइन यताको अनि चिसो छ मौसम चाहिँ टेम्परेचर एकदम डाउनै भइरहेको छ अझै पनि अनि ठाउँ चाहिँ एकदम बबालै छ है तर ठाउँ चाहिँ एकदम दामी छ अब पछि सायद 2 महिनापछि चाहिँ हामी फेरि आउनेछौँ यो ठाउँमा चाहिँ समुद्र साइड र यो ठाउँ चाहिँ एकदम हामी घुम्नेछौँ किनकि होटल बुक गर्न चाहिँ हामीले समुद्र साइडमा चाहिँ एकदम महँगो पर्छ अरे कि त्यो सिजनको बेलामा चाहिँ
अनि त्यो जस्तो अब उतापट्टि एक्सपेन्सिभ पर्छ भने यो ठाउँमा चाहिँ एकदम लो कस्ट पर्छ अरे क्या अनि त्यही भएर यहाँ बुक गरेर चाहिँ यहाँबाट 15 मिनट लाग्छ त्यो ठाउँ जानलाई चाहिँ अनि त्यो ठाउँ गएर चाहिँ मजाले रमाइलो गर्न मिल्छ क्या अनि एउटा यो चाहिँ फाइदा हो कि किनकि प्लस पोइन्ट हुन्छ यो चाहिँ एकदम पैसा सेभिङको लागि चाहिँ हुन्छ ट्राभल गर्ने मजाले होइन हल्का सेभिङ्स मजाले पनि गरेको राम्रो हुन्छ